Hello everyone, welcome to my video. Let's make nutritious puree for 7-month-old baby. त्यसको लागि मैले भेजिटेबल्स एन्ड चिकन राखेको छु है। अन्त चिकन चाहिँ मेरो छोरीले आज फर्स्ट टाइम ट्राई गर्दैछ है। यो येलो कलरको चाहिँ फर्सी हो, ब्रोकाउली, गाजर, चिकन अन्त लसुन। म चाहिँ नानीलाई सल्ट एन्ड सुगर चाहिँ इन्ट्रोड्युस गराएको छुइनँ, त्यही भएर चाहिँ म हाल्दिन है। त्यसको लागि चाहिँ म जहिले पनि पम्किन एड गर्छु ताकि अलिकति खानामा स्वीटनेस आओस् भनेर चाहिँ है। अन्त हेर्नु न, यो प्रिपेयर गर्नु पनि यति सजिलो छ। जस्ट हामीले सबै कुरा मिक्स गरेर हाल्यो हैन, त्यसमाथि अलिकति पानी हाल्यो है। म चाहिँ पानी अलिकति बेसी हाल्छु, किन भन्दा प्युरी बनाउँदाखेरि म चाहिँ यही पानी युज गर्छु नि त। सो यति गरेपछि चाहिँ नानीको खाना इज रेडी टु बी कुक हैन। द्याट्स अल है। अन्त चाहिँ कुकरको बिर्को लगाइदियो। अन्त यसलाई चाहिँ म चाहिँ 4-5 सिटी लगाउँछु है, किनभने नानीको लागि सबै कुरा वेल कुक्ड भएकै राम्रो हुन्छ है। स्पेसली चिकन चाहिँ ओभर कुक नै गर्नुपर्ने हुन्छ है। त्यसकै लागि भए पनि म चाहिँ मजाले पकाउँछु है। अब नेक्स्ट स्टेप यसलाई ग्राइन्ड गर्ने है। यसलाई चाहिँ हजुरहरूले काँटाले चम्चीले म्यास गरेर पनि दिनु सक्नुहुन्छ, तर म चाहिँ ग्राइन्ड गर्छु किनभने एकदम बिजी हुन्छु नि त। हेर्नुहोस् त कति सजिलो साथ है, नानीको लागि एकदम न्युट्रिसियस खाना बनिएको छ। यसमा चाहिँ छ आइरन, फाइबर, प्रोटिन है। हजुरहरूको पनि घरमा नानी छ भने यु गाइज क्यान ट्राई दिस प्युरी है। अन्त इफ तपाईँहरूको फ्यामिलीमा कोही छ भने उहाँहरूलाई पनि सेयर गर्नु सक्नुहुन्छ है। अब चाहिँ म ग्राइन्ड गर्दैछु है। ग्राइन्ड गरिसकेपछि चाहिँ एकदम नानीको लन्च चाहिँ रेडी भयो। हेर्नुहोस् त कति यम्मी एन्ड न्युट्रिसियस खाना मैले रेडी गरेँ नानीको लागि है। यम्मी, हेल्दी हैन। हामी प्यारेन्ट्सको त्यही त हुन्छ इच्छा, नानीहरूलाई मिठो पनि खाओस्, हेल्दी पनि खाओस् भन्ने है। सो अब चाहिँ मेरो छोरीको प्युरी इज रेडी टु बी सर्भड है। थ्याङ्क यू फर वाचिङ गाइज। हेभ अ लभली डे।